के भयो आज एकदमै राम्रो स्टार्ट गर्नु राम्रै स्टार्ट गरेको थिएँ स्कटल्यान्ड सुरुवातमै रिलेटेड गरिसकेपछि स्कटल्यान्डको इनिङ्स पनि प्रेसरमा आएको थियो कहाँनिर कसरी अब जस्तो 161 रनभन्दा तल नै रोक्छ देखिएको थियो के भयो यसमा चाहिँ बलिङमा त्यति राम्रो स्टार्ट हुँदैन साइड हामीले बलिङ साइड चाहिँ ओभरमा त्यही हाम्रो लागि लास्टको 10 ओभर चाहिँ हामीलाई स्कोर आयो कति सोच्नु भएको थियो हामीले जस्तो स्टार्ट गरेर यो 120 सम्म हामीले हेरेको भए चाहिँ हाम्रो इजी हुन्छ भनेर सोचेको यो पिचमा 120 भनिन्छ सकेसम्म जुन हिसाबले हामीले अगाडि रोकेको थियौँ त्यो हिसाबले त हामी 120 सम्म रोक्छौँ भन्ने फिल्डिङमा केही मिस भयो फिल्डिङमा पनि हाम्रो वहीबाट पनि मिस भयो पिचाबाट चल्दा चाहिँ हामी फिल्डरले मिस गऱ्यौँ त्यसको चाहिँ ब्याटिङ पनि 4-5 ओभरसम्म ठिकठाक देखिएको थियो होइन कहाँनिर चुन्यो जस्तो लाग्छ टर्निङ पोइन्ट के टर्निङ पोइन्ट अब पूजा आउट भएपछि प्लान पायो होइन त्यसपछि लगत्तै विरोधी आयो अनि त्यहाँ हामीले सम्हालेर चाहिँ खेल्न सकेनौँ अलिकति एकजना होइन एकजना एउटा पार्टनरसिप राम्रो भयो भने चाहिँ अझै राम्ररी जान्थ्यो होला तर हामीले पार्टनरसिप गर्नु सकेनौँ एङ्कर इनिङ पनि कतिवटा हार्ने रियल टाइम सिचुएसनमा अब त्यसको प्रेसर पनि भयो अलिकति त्यो हामीले चाहिँ अब सकेसम्म 12 ओभरमै अलिकति रन बढाउने हिसाबले खेल्नलाई चाहिँ अप्रोच गरे हो अन्त यसको अर्थ दुईवटा अरू एउटा खेल पनि हाम्रो ब्याटिङ मिडल अर्डर चाहिँ अलिक कोल्याप्स भएको थियो प्लस आज चाहिँ अलिकति वर्ल्ड कप सेकेन्ड राउन्ड जानु छ भन्ने हिसाबमा चाहिँ वर्ल्ड कपले सक्नाले पनि हामीलाई अलिकति ब्याटिङलाई जिया जस्तो लाग्यो सायद त्यो पनि किनकि अब हामीले स्कोर अलिकति लो गरेर अझै इजी वेमै जान्थ्यो होला अब 140 भइसकेपछि चाहिँ अब अलिकति छिटै चाहिँ कसरी अचिभ गर्ने त त्यो स्कोरलाई भन्ने हिसाबमा पनि लागि चाहिँ जस्तो लाग्छ ओभरअल टुर्नामेन्ट एक्सपिरियन्स कस्तो भयो नेपालमा नेपाली फर्स्ट टाइम ग्लोबल क्वालिफायर्स एकदमै राम्रो भयो भन्छु म चाहिँ किनकि अब जुन हिसाबले हामीले अगाडिको टुर्नामेन्टहरू खेल्थ्यौँ र जुन हिसाबले अहिलेको टुर्नामेन्ट खेल्यो यो चाहिँ यो एउटा ठुलो प्लेटफर्म थियो होइन हामी चाहिँ यो लेभलमा अहिलेसम्म खेलेको छैन भनौँ न अब तर एकदमै राम्रो भयो एक्सपिरियन्स जिल्ला बेला पनि होइन नेदरल्यान्डसम्म त्यो हेरेर चाहिँ अहिले चाहिँ त्यस खेलाडीहरूमा चाहिँ त्यो हुनर चाहिँ देखिएको छ नेक्स्ट टाइम हामी स्टेसन पुग्यो भने के गर्नुपर्छ अलिक प्रिपेयर हुँदा चाहिँ त्यही हो अब ओभरअल फेरि फिल्डिङमै कुरा आयो फिल्डिङमा चाहिँ राम्रो हुनु पऱ्यो होइन अनि प्लस अब अलिकति ब्याटिङ चाहिँ पार्टनरसिप सम्हालेर चाहिँ लिएर जानुपर्छ जस्तो लाग्छ मलाई होइन अलिकति लास्टमा केमो खेल्ने पनि कोही प्लेयरहरू चाहिँ बेसी आउनुपर्छ जस्तो लाग्छ आफ्नै पर्सनल पर्फर्मेन्सको बारे के भन्नुहुन्छ हामीले अलिक फरक खालको गेम पनि देख्ने पर्सनल माइलस्टोन पनि कुरा भयो के सोच्नु भएको छ सोच्नु त अब त्यस्तो केही पनि सोचेको थिएन होइन अब माइट पनि मेरो लास्ट टुर्नामेन्ट हुन्छ भन्ने सोचेको थिएँ मैले होइन तर जुन हिसाबले नयाँ कोच आउनुभयो जुन हिसाबले अनि टिममेट्सहरूले जुन हिसाबले हामीले पर्फर्मेन्स दिइरहेको छौँ जुन हिसाबले खेलिरहेको छौँ त्यो हेरेर चाहिँ मलाई अझै अब अलिकति हुन्छ नि होइन म यो टिमसँग यत्रो इयर्स त म खेलेँ होइन यो टिम यति राम्रो हुँदाखेरि म छोड्न चाहिँ मन लागेन सो अब होइन अझै 1-2 हेरौँ न यो टिमसँग धेरै राम्रो छ यो टिम भने पर्फर्मेन्स चाहिँ अब ठिकै भयो भनौँ होइन एज अ बल मलाई चाहिँ अहिले चाहिँ एज अ बलरको हिसाबले दिइराख्नु भएको कोचले सो आफ्नो बलिङ डिपार्टमेन्टमा चाहिँ राम्रै गएको जस्तो लाग्छ मलाई होइन अनि अब त्यो भन्दैमा ब्याटिङ पनि छोड्नु त हुँदैन थियो र ब्याटिङमा चाहिँ आफै अलिकति डिसअपोइन्ट भयो यति लामो स्टार्टिङदेखि हुनुहुन्छ नेपालको वुमेन्स टिममा अहिले चाहिँ वर्ल्ड कप पुग्छ होला जस्तो लाग्छ यही हिसाबमा अब कोच अलिकति लेट आउनु भयो नि त हाम्रो यही हिसाबमा हामीलाई प्रिपेयर गऱ्यो भने चाहिँ छिटै नै पुग्छ जस्तो लाग्छ मलाई किनकि धेरै टाढा छैन जस्तो लाग्छ कोच अलिक लेट आउनु भयो अहिले चाहिँ थ्याङ्क यू भेरी मच